मलाई केले तर्साएको जस्तो लाग्यो कि यहाँ चाहिँ एउटा वृद्ध आश्रम छ जुन देख्नु भएको छ यता माथि टपको चाहिँ वृद्ध आश्रम। हेलो एभ्रिवान, के छ तपाईँहरूको हाल खबर? आइप सन्चो हुनुहुन्छ है त? म पनि एकदम ठिकठाक छु र आज पनि म फेरि पनि नयाँ भ्लगको साथमा आएको छु। आज त यो भिडियो हजुरहरूले हेरेर साथ दिनुहुनेछ। भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो यस युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर साथ दिनु होला। आउनुहोस् आजको भिडियोतर्फ लागौँ। ओएमजी के हो यो? यस्तो ठाउँ ठाउँमा पल 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 पारेर राखेर चाहिँ गाइस यहाँ देख्न सक्नुहुन्छ। यस्तो छ अहिले चाहिँ चैत वैशाखको महिना अहिलेको अवस्था यस्तो छ। हरियो हरियो परियो, कतै कतै तपाईँको यता सल्लाहको चाहिँ पुरै पत्ताहरू चाहिँ झर्ने क्रममा रहेको छ भने यतातिर पातहरू चाहिँ टन्नै झरेको अवस्था देख्न सक्नुहुन्छ। र म चाहिँ यतातिर मासतिर लागेँ। यता चाहिँ हेर्नुहोस्, यो चाहिँ पानी ट्याङ्की हो, यहाँको पानी ट्याङ्की खाने पानी। यतातिर चाहिँ यस्तो छ है बाटो चाहिँ अलिक खतरा छ है। यहाँ पुरा चिप्लो चिप्लो छ, हेरौँ अलिक माथिसम्म यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पाइप, पानीको पाइप यहाँ, र यता पनि रहेछ बाटो। यो चाहिँ खै एउटै फलेको छ नि त काफल, त भाले काफल परेछ गाइस। र यस्ता छ यता बाध जाने बाटो, यहाँ हेर्नुहोस् यस्तो छ। र यता चाहिँ भिर हेर्नुहोस् यस्तो छ। काफलको बोटहरू चाहिँ टन्नै छ है गाइस। यहाँ चाहिँ काफलको बोट, सल्लाहको बोट, अनि यहाँ देख्न सक्नुहुन्छ यो पनि काफलकै बोट। तर काफल चाहिँ पाक्ने बेला हुन् क्यारे, तर यतातिर चाहिँ छैनन् क्यारे। खोइ त देख्नुहुन्छ त, काफलको बोट छन् क्यारे, काफल फलेको चाहिँ छैनन् क्यारे। यता पानी खाने धारा। बुद्धको मूर्ति, यता झन्डाहरू पुरै फरफराएको छ हेर्नुहोस्। यता एकजना दाइ हुनुहुन्छ बाख्राको ठालो, यहाँ चाहिँ जहिले नै आउनुहुन्छ उहाँ चाहिँ बाख्रा चराउनको लागि। र यहाँबाट देख्ने चाहिँ यस्तो छ। यहाँ यता चाहिँ हेर्नु आर्मीहरू पुरा पोजिसनमा छ गाइस। म तपाईँहरूलाई हल्का जुम त गरेँ, तर म यो चौरमा जुन तपाईँहरूले सेतो सेतो देख्नु भएको छ नि, सेतो माटो जस्तो हो, त्यसमा पुरै आर्मीहरू छ, पोजिसनमा छ है, पुरै पोजिसनमा। यता चाहिँ फायरिङ भइरहेछ। यहाँ चाहिँ आर्मीको फायरिङ चलिरहेछ गाइस। त्यही भएर चाहिँ म यो ठाउँमा प्रायः जस्तो आइरहन्छु नै, एक्लै आउने गर्छु। यो चोटी ग्रिन चाहिँ यो डाँडामा, र यस्तै हावा खानलाई आनन्द लाग्छ। कस्तो मजाको हावा चलिरहेको छ गाइस। अब चाहिँ गर्मी महिनाको सिजन आइसक्यो, त्यसैले गर्दा चाहिँ यो ठाउँ चाहिँ एकदम रमणीय लाग्छ मलाई चाहिँ। अब यहाँ चौरी हेर्नुहोस्, यहाँ चौरीमा सुत्दाखेरि चाहिँ झनै आनन्द लाग्छ। र यताबाट चाहिँ यो पछाडिपट्टि यो टावर जस्तो छ, यहाँ चाहिँ यहाँसम्म अस्ति म एकचोटि गएको थिएँ, तर मलाई केले तर्साएको जस्तो लाग्यो कि जङ्गलमा पुरा दौडेको जस्तो क्या। त्यस्तो छ। यहाँ हेर्नुहोस् यताबाट चाहिँ यहाँ चाहिँ एउटा वृद्ध आश्रम छ, जुन देख्नु भएको छ यता माथि टपको चाहिँ वृद्ध आश्रम। त्यसपछि यता चाहिँ यता औषधि फ्याक्ट्री यहाँबाट तलसम्म छ, अनि पाइप कारखाना पनि छ है। यहाँ पाइप कारखाना, औषधि फ्याक्ट्री, यसलाई चाहिँ भन्छ यो टोललाई चाहिँ मगरटोल। र यता चाहिँ भन्ज्याङ, यहाँको भन्ज्याङ। त्यसपछि यता चाहिँ चन्द्रगिरी, यानि कि थाङकोट एरिया यो चाहिँ है।
थाङकोट एरिया छ गाइज। अनि खेरि यस्तै छ। अनि यसको गुम्बाको पछाडिपट्टि चाहिँ एउटा च्यान डाँडा छ है। यहाँ चाहिँ एउटा च्यान डाँडा। फाइनली गाइज म चाहिँ यहाँ आइसकेँ है। म चाहिँ यहाँ आइसकेँ र आएर पनि म यस्तो ठाउँमा बसिरहेको छु। रेलिङ माथि चढेर बसिरहेको छु गाइज। अनि त्यसपछि चाहिँ फेरि पनि म यहाँ आएर बसेँ। त्यो बस्ने ठाउँ छ, यहाँ छ, त्यहाँ छ, माथि छ। 3-4 ठाउँमा चाहिँ यस्तो बस्ने ठाउँहरू बनाएको छ। अनि यस्तो राम्रो ठाउँ बनाएको छ गाइज। हेर्नुहोस् यता त अब आर्मीहरूले पड्काएको त तपाईँहरूले सुनिसक्यो होला। यो भिडियो मार्फत नै मेरो पछाडिबाट आवाज, ब्याकग्राउन्डबाट त आवाज आइरहेकै होला। र यता चाहिँ यसको पछाडि उयो र लाली गुराँसको बोट है। यो चाहिँ लाली गुराँस त छैन अहिले। यहाँ चाहिँ हेर्नु न भुराहरू यार यस्तो तल तल गएको रहेछ। हेर्नु यस्तो बाटोमा त्यस्तो तल गएको छ। के खोज्न गएको कुनै यस्तो बाटोमा धराप बाटोमा के खोज्न जान्छ कि बच्चाहरू भुराहरू। हुनसक्ला यो लाली गुराँस अनि काफल यस्तै हो। काफल हेर्नु न आजभोलि यार काफल काँचो नै सब सिधाइरहेछ भुराहरूले। रुखको हाँगा डाली सबै भाँचिएर खतम। अब यहाँ हेर्नु सबै काटेको छ। यो पनि काफलकै बोट हो। ठुट्टे पारेर पुरै ठुट्टे छ गाइज। यस्तो ठुटेछ कि पुरै नराम्रो। यो काँचोमा खाएर के हुन्छ, पेट दुख्नुलाई मात्रै हो। करायो भने हामी नराम्रो हुन्छ त्यो घुराहरूलाई, कराएन भने चाहिँ जङ्गलको नाश भनौँ। वर्षमा एकचोटि फल्ने फलहरू पनि भने जस्तो चाहिँ खानु पाइँदैन कि। अब म यता गएँ, यतापट्टि जाँदैछु गाइज। यहाँ देख्न सक्नुहुन्छ फुलको बोट, यो फुल अनि माथि मूर्ति नै भइहाल्यो। त्यसपछि चाहिँ बाटो यस्तो छ हेर्नुहोस्। यहाँ चाहिँ एकदम धराप। यहाँ छ एक ठाउँमा बस्ने ठाउँ। ए दुईवटा रहेछ यार, अहिले कहाँबाट आयो? पहिले एउटा थियो, अहिले दुईवटा आएछ गाइज। यतापट्टि यस्तो छ भर्याङ। चैत वैशाखको जङ्गल चाहिँ यस्तो छ है गाइज। के हो यो? हेर्नुहोस् न यहाँ कत्रो पुतली के। मूर्ति यो फुल चाहिँ अब फेरि फुल्न थालेको रहेछ। हेर्नुहोस् त यस्तो दामी छ। र कोपिलाहरू लाग्न थालेछ। यो चाहिँ यहाँको च्यान डाँडा। अब चाहिँ पनि म तपाईँहरूसँग बिदा लिने समय आइसक्यो। त्यसैले गर्दा चाहिँ यो नै मेरो अन्तिम भिडियो रहनेछ। यहाँसम्मको यात्रा चाहिँ आजको यात्रा मेरो यहीँसम्म हुनेछ। देखिसक्नुभयो होला यहाँको ठाउँहरू कस्तो छ, के कस्तो छ, त्यो कुरा चाहिँ यहाँले कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। मेरो भिडियोमा मन परेमा चाहिँ लाइक, कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त। किनभने म यस्तै भिडियोहरू तपाईँहरूसम्म जतिखेर पनि म ल्याउने प्रयास गर्नेछु। त्यति दिनजलको लागि यहाँसँग बिदा चाहन्छु। हस् त, बाई बाई।